सबैले प्रधानमन्त्री बन्छौँ हामी भन्यौं नि त, भनेन? त्यो ट्रिक हो। गगन थापाले प्रधानमन्त्री म त राजेन्द्र लिङ्गदेन मै प्रधानमन्त्री बन्छु भने हैन, सबैले मैले पनि भनेकै हो। तर बन्यो बनेन भन्ने कुरा त चुनाव पछाडि देखियो हैन। त्यो चाहिँ किन मान्छेले त्यसो भन्छ भन्दाखेरि चाहिँ अरूको मनोबल गिरोस् भनेर क्या। मान्छेको दुईटा बल हुन्छ, एउटा मनको बल, एउटा तनको बल, शरीरको बल र अर्को धनको बल, तीनटा हुन्छ भनौं न। तर मनको बल चाहिँ सबभन्दा पहिलो बल हो। त्यो मनको बलबाट हामी कमजोर भयौं भने हाम्रो धनको बल र शरीरको बलले काम गर्दैन, तनको बलले। त्यो चाहिँ राजनीतिक तुरुप हो क्या। त्यो तुरुप भन्नाले ट्रिक हो, ट्रिक, युक्ति, जुक्ति। त्यो जुक्ति प्रयोग गरेर मान्छेले त्यसो भने हो। ए जित्यो भने म राजनीति छोडिदिन्छु भन्नेहरू पनि अस्ति यतै छन्। उहाँहरूलाई पनि नजिस्काउनु होइन। मैले तर त्यसो चाहिँ भनिनँ, छोड्छु चाहिँ भनिनँ। जस बहुमत दिएको भए र नेपालमा 5 वर्षसम्म मैले काम गर्नु पाएको भए, सरकार होइन प्रधानमन्त्री भएर म देशको कायापलट गर्न सक्थेँ। नसकेको भए नेपालको के अरे नागरिकता त्यागेर जान्थेँ। यो चाहिँ मैले भने हो, त्यो चाहिँ म तयार थिएँ। तर अब नेपाली जनताले बहुमत हामीलाई 3 सिटमा सीमित पारिदिनु भयो। तर दोस्रो स्थानमा, तेस्रो स्थानमा, चौथो, पाँचौं यस्ता स्थानमा धेरै ठाउँमा हाम्रो आएको छ। त्यसलाई नराम्रो भन्न मिल्दैन। त्यसले गर्दा दुःख मान्नुपर्ने कहीँ कतै छैन। मैले यहाँ मिडिया मार्फत भनिरहेको छु, केही क्यान्डिडेट त यहाँ मैले देखि पनि रहेको छु। मैले चाहिँ जितिनँ, मेरो चाहिँ शिरै ढल्यो भन्ने होइन। मैले यो धन्यवाद सभा राख्नुको कारण चाहिँ धन्यवाद मात्रै नभएर तपाईँको छैन एउटा भनौँ न इन्करेजमेन्ट, तपाईँको छैन भेला पनि हो यो। जो सेकेन्ड आउनु भएको छ, जो थर्ड आउनु भएको छ, पहिलो आउनु भएको छैन नि जो होइन, उहाँहरूले सानो मन गर्नु हुँदैन है। यति छोटो समयमा त्यति धेरै मत आयो त्यही भनेर त्यहाँनिर चित्त बुझाउनु पर्छ। आउनु त नहुने रहेछ भनेर म त साइड लाग्छु भन्ने होइन। म सबैलाई त्यो भन्न चाहन्छु। म पनि पहिला तपाईँको छैन मेयरको उपनिर्वाचनमा 76 सालमा लड्दा 422 मात्रै भोट आएको होइन। अब कसैले चाहिँ 16-18 हजार भोट ल्याउँदाखेरि मैले 422 मात्रै आउँदो रहेछ, हुँदैन रहेछ भनेको भए म मेयर पनि बन्दिनँ थिएँ होइन। अनि अहिलेको यो अवस्था त आउने कुरै हुँदैन थियो। त्यसले गर्दाखेरि सानो मन नगर्ने, कसैले पनि सानो मन नगर्ने। अब यो मिडिया मार्फत म अरू दलका तपाईँको उम्मेदवारहरूलाई पनि यो भनिरहेको छु, सानो मन गर्नु हुँदैन। धेरै जनता हो होइन। तपाईँको अधिपति यो देशको को हो? जनता हो। जनताले चुनावबाट जे भन्यो त्यही हुने हो। त्यसले गर्दाखेरि चुनावबाट यस्तो भन्यो म चाहिँ यो मान्दिनँ पनि भन्नु हुँदैन। हामीले मान्नै पर्छ होइन। र चुनावले हामीलाई के देखायो भन्दाखेरि 3 सिट मात्रै प्रत्यक्षतर्फ दियो। त्यो कुरामा हामीले चित्त बुझाउनु पर्छ। सबैजनालाई म त्यो भन्न चाहन्छु। सक्नु आँटेको बेला आयो, तर नाच्नुको लागि त ठिकै भयो। गर्मीमा नाच्दाखेरि आज अलिकति बोसो पनि घट्छ। रमाइलो त गर्नु पर्यो होइन, जोड्नुपर्छ होला। अल्छी लाग्यो? अल्छी तपाईँहरूलाई लाग्दैन क्या, कम त रमाइलो छ। थोरै आयो भनेर सुरुमा रुन्चे अनुहार बनाउनेहरू को हुनुहुन्थ्यो? हात उठाउनु त। ल, भुसुक्कै रुन्चे अनुहार बनाएको छ, भुसुक्कै नै रुन्चे अनुहार बनाएको छ। एकछिनै, अब एकछिनै आत्तिनु हुँदैन। मैले भने नि त, जबसम्म अन्तिम नतिजासम्म पुगिँदैन आत्तिनु हुँदैन भनेको थिएँ नि मैले होइन। आत्तिनु हुँदैन। जीवनमा दुईटा कुरा गर्नु हुँदैन, मात्तिनु पनि हुँदैन, आत्तिनु पनि हुँदैन है। हामी त जितिहाल्यौँ भनेर गीत गाएर नाचेर अरूलाई चाहिँ गाली गरेर पनि हुँदैन होइन। हामी फर्स्ट आउन सकेनौँ भनेर गाली गरेर पनि हुँदैन। त्यसो भएको कारणले म सबैलाई त्यो भन्न चाहन्छु।